अर्को तेस्रो प्रमाण, दुईटा प्रमाण भयो। अब तेस्रो प्रमाण, एकजना जेनजीका भाइलाई एकजना संस्थाको मान्छेले टेलिफोनमा थर्काएका छन् र मन्त्री हामी नै बनाउँछौँ, नेताहरूलाई मुद्दा लगाउँछौँ भन्ने कुराहरू जुन गर्नुभएको छ त्यसको रेकर्ड छ। कसलाई चाहियो? आधिकारिक व्यक्ति को हुनुहुन्छ मसँग माग्नुहोस्। आधिकारिक व्यक्ति जो कोहीलाई पनि म दिदिनँ। कसैलाई चाहियो भने म सुनाइदिन सक्छु। तपाईहरुलाई लाग्छ यो पनि बकवास हो भने ल आवाज मात्रै सुन्नुस् है। आवाज मात्रै म तपाईहरुलाई सुनाइदिन्छु। यो कति मिनेटको भिडियो हो त्यो पनि म दे खाते भनेर मैले भिडियो बनाऊ। त यहाँ खाते त मन्त्री बन्न आको त उ गर्न आको त त्यहाँ के मधेसबाट तँलाई पैसा दिएर तँलाई यहाँ उ गर्न आको भनेर मैले भिडियो बनाऊ। तँलाई रमाइलो हुन्छ। त्यो सुदन दाइ पनि त एनजिओको सञ्चालक हो। सुदन दाइको माग पनि त के सान्छ। जगदीश खरेल निष्पक्ष छ। उ सिंह पनि एकदम राम्रो मान्छे हो है। महावीरपुर सुदन दाइले ल्याएको मान्छे हो। विश्वासघात भएन। हामी के गेरा हेरेर बसिरह अहिलेसम्म म्याचले। सुदन दाइले फोन गर्यो। सुदन दाइले फर्काए। मैले त नरम तँलाई माया गरेर फर्काउँछु है। अहिलेसम्म माया गरेर तँलाई मैले राखिरहेको हो। सबै ठाउँमा लगिरहेको छु। सबै ठाउँमा उ गरिरहेको छु। तँलाई समितिमा पनि राखेको छु। त्यो समितिमा थिएस्। बब्लुले तँलाई बोलायो समितिमा। बोलायो भन्नु नयाँ टुनी। अनि मुझे कसले राखेको? माटो अहिले नाम निकाल्यो नि त्यो समितिबाट तेरो। मैले भने मलाई भोलि भेट भिडियो हटा। मैले फेरि फोन गर्न नपरोस्। म तँलाई खोज्नलाई मलाई 5 मिनट लाग्दैन हेर कान्छा है। म तँलाई कहाँ आउँछस् म खोज्नलाई मलाई 5 मिनट लाग्दैन। फेरि त्यहाँ आएर तेरो फोन खोजेर मैले आफै भिडियो डिलिट गर्नु नपरोस्। अनि त्यसपछि मधेसी होस् पहाडी होस् जहाँसुकै होस् मलाई मतलब हुँदैन बाबु। त्यो ब्युरोक्रेट्सहरूलाई पनि त मुद्दा लाग्दैछ त थाहा छैन। तेरो नाममा पनि एउटा मुद्दा भोलि म पेपर पठाउँछु। तेरो नामको नायकले लिएर आइज। तेरो नामबाट पनि एउटा मुद्दा हालौँ है। म तँलाई सेक्युरिटी दिन्छु है। तँलाई म मेरै घरमा राखेर पाल्छु। म तँलाई सेक्युरिटी दिन्छु हुन्छ। हाल्दैछु सुदनको नाममा हाल्दैछ। सबैको नाममा हाल्दैछ। मित्र परिवारको नाममा हाल्दैछ। ओलीलाई हाल्दैछ। महेश बस्नेतलाई हाल्दैछ। सबैलाई हाल्दैछ। उनीहरू भोलिको दिनमा इलेक्सनमा उठ्न नसकोस् भनेर हाल्दैछु त हामीले। एकै ठाउँमा सबलाई रवि लामेछानेसँगै एकै ठाउँमा भोज खुवाउनलाई पठाउँदैछ हामी। यो झन्डै 10 मिनटको भिडियो हो र 10 मिनटको भिडियोको यो ल हेर्नुस् यो भिडियो। यसमा कसैको मुख चाहिँ देखाउँदैन तर मैले भिडियोमै रेकर्ड गरेको छु। जेनजीका एकजना भाइलाई फोन गरेर धम्क्याउने को